संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको त्यो सहमति पत्र आएपछि खुल्ला। तर आजको दिनमा संविधान जोगाउनका लागि यो सहमति भएको हो भन्ने कुरा कम्तीमा म, मेरो पार्टी र हामी यसलाई स्वीकार गर्न तयार छैनौँ। मध्यरातमा जब सहमति भएको थाहा भयो त्यस पछाडि साथीहरूले सहमति के भएको भन्ने थाहा छैन। अब राति भएको सहमति भोलिपल्ट राति फेरि बैठक भएर सहमति तोडियो भन्ने हो कि के हो त्यो पनि टुङ्गो छैन। तर त्यसबीचमा खोइ राजीनामा दिएको, खोइ राजीनामा दिएको, किन राजीनामा नदिएको, किन टाँसिएको, किन पदलोलुप भएको भन्ने आरोप रासोपालाई लाग्यो, हामीलाई लाग्यो। सम्माननीय सभामुख महोदय, देशमा बाढी पहिरो गइरहेको छ, जनता आपद विपदमा परेका छन्। बिहान उठ्दा मध्यरातमा दुई ठुला दलहरूले सहमति गरेको खबर आउँछ। के सहमति गर्यो यसलाई जनतालाई थाहा छैन। हिजोसम्म सबै ठिकै थियो भन्ने बुझिएको थियो। देशमा कुनै आपद अप्ठ्यारो त्यस्तो परिस्थिति परेको कहीँ कतै देख्दा पनि देखिँदैन। तर त्यस्तो अवस्थामा मुलुकको जिम्मेवारी लिनुपर्ने अवस्थामा बसेको बेलामा सहमतिका बारेमा कुनै जानकारी प्राप्त नभएको अवस्थामा अन्योलका बीचमा के हामीले राजनीतिक इमान छोड्दै अब हो सहमति बिग्रिएछ, दुईटा ठुला दलले सहमति गरे, अब तिनको सरकार बन्छ, के कतै कहीँ मन्त्री पो पाइन्छ कि कुनै ठाउँ पाइन्छ कि भनेर भागेर दौडेर जाने हो कि यहीँ बसेर जनता बचाउने काम गर्ने हो?